हेलो नमस्ते साथीहरू। आज चाहिँ हामी चितवन राष्ट्रिय निकुञ्ज घुम्न गइरहेका छौँ। काठमाडौँबाट सबैभन्दा नजिक पर्ने राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो। यो चाहिँ राप्ती नदी हो। राप्ती नदी हामी चितवन पुग्ने बित्तिकै सर्वप्रथम चाहिँ राप्ती नदी देख्छौँ र राप्ती नदीको वरपर रहेका रिजोर्टहरूमा चाहिँ हाम्रो गाइने दाइले गीत गाएर सुनाउँदै हुनुहुन्छ र उहाँ चाहिँ विदेशी पाहुना हुनुहुन्छ। दाई चाहिँ भिडियो लिँदै हुनुहुन्छ। हाम्रो अमृत दाई चाहिँ नेसनल जियोग्राफीमा हुनुहुन्छ र पहिलो दृश्यमा चाहिँ हामीले लिजर्ड देखेका छौँ र दोस्रोमा पिकक। यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जमा पर्ने ताल हो। तालमा चाहिँ प्राय जीव जनावरहरूको चाहिँ पानी खान आउने समयमा चाहिँ हामी धेरै मात्रामा देख्छौँ र एनिमल देख्नको लागि चाहिँ बिहान अथवा बेलुकातिरको समय चाहिँ उपयुक्त हुन्छ भनेर चाहिँ गार्ड दाइले भन्दै हुनुहुन्छ। र यो ताल चाहिँ धेरै ठुलो पनि छ र तालको वरिपरि यो ताल चाहिँ मुख्यतया एनिमलहरूको पानी खाने र पानी आपूर्ति गर्ने ताल रहेछ। यो चाहिँ एक सिङ्गे गैडा चाहिँ हाम्रो चितवन राष्ट्रिय निकुञ्जमा चाहिँ धेरै मात्रामा देख्न सकिन्छ। यो चाहिँ बगाल छुट्टिएर आफ्नो टेरिटोरी बनाउन चाहिँ भालेसँग जुधेर चाहिँ छुट्टिएको गैडा हो, भाले गैडा। यो बगालबाट छुट्टिएको गैडा चाहिँ एकदम एग्रेसिभ हुन्छ है भन्दै हुनुहुन्छ गाइड दाइले। नजिस्काउनु भन्दै हुनुहुन्छ। र यो चाहिँ हाम्रो नेपालमा पाइने घडियाल हो। नेपाल र भारतमा पाइने घडियालको चाहिँ लोपोन्मुख जनावर हो र यो चाहिँ हाम्रो चितवन राष्ट्रिय निकुञ्जकोमा देखिने फाँडहरू हुन्। यहाँ चाहिँ एनिमलहरू र चितवनमा चाहिँ अहिले हाम्रो राजसभाको अधिवेशन लागिरहेको छ साथीहरू। सबै आएर चाहिँ अब एकचोटि चितवन राष्ट्रिय निकुञ्जलाई चाहिँ घुम्नु होला, यही नै अनुरोध गर्न चाहन्छु।